काठमाडौँको यो काठमाडौँ आउने बाटो चाहिँ त्यो रोसी खोला कि रस्सी खोला भन्ने चाहिँ बिग्रेको कारणले चाहिँ आउनलाई सबैजनालाई समस्या भइरहेको छ। सो मैले चाहिँ हजुरहरूलाई यो के सहायता मिल्छ कि भनेर भिडियो पोस्ट गरेको छु, हजुरहरूले मन पराइदिनु होला है त। हेलो एभ्रिवान, यहाँहरू सम्पूर्णलाई स्वागत छ। म चाहिँ नेक्स्ट भिडियोको साथमा उपस्थित भइसकेको छु र यो भिडियो चाहिँ जो गाईघाटदेखि काठमाडौँ आउँदै हुनुहुन्छ हैन हजुरहरू, अथवा अरू ठाउँबाट पनि धरानतिर यताबाट पनि है, तपाईहरुलाई जुन यो खुरकोटबाट आउनुपर्ने बाटोहरू बिग्रिरहेको छ, तपाईहरुलाई आउनुपर्ने कहाँबाट जाने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ मैले यो भिडियो हजुरहरूकै सहायताको लागि चाहिँ राख्दैको छु साथीहरू। किनभने म चाहिँ हिजै आइसकेको काठमाडौँ, अनि आज चाहिँ भिडियो एडिट गरेर हाल्दैछु है साथीहरू। तपाईहरु पनि यो बाटो चाहिँ आउनु होला, जुन यो बाटो चाहिँ सिन्धुली हुँदै हैन हेटौडा छिरेर त्यसपछि कता भीमफेदी, भैसे, देउराली यस्तै नामहरू है हुँदै फर्पिङको बाटो अनि दक्षिणकालीमा आइपुग्दो रहेछ। ठ्याक्क भैँसेपाटीको लास्टमा चाहिँ भैँसेपाटीमा आइपुग्दो रहेछ साथीहरू। अनि यो बाटो चाहिँ कस्तो छ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो बाटो चाहिँ है पानी परेको अवस्थामा चाहिँ माथि हल्का ढुङ्गाहरू लडेर झर्ने सम्भावना देखिएका कुनै ठाउँमा चाहिँ, तर प्रायः जस्तो पिचै छ बाटो, तर सानो बाटो छ, ठाउँमा पुल पनि छ तपाईहरुलाई। तर यो बाटो आउनु भने चाहिँ एकदम उपयुक्त हुन्छ, कच्ची बाटो काहीँ पनि छैन। तपाईहरु चाहिँ यो बाटो हल्का उकालो टर्नी यस्तै छ है, यो बाटो चाहिँ तपाईहरु आउनु होला। अनि अरू थुप्रै बाटोहरू त छ भनेको सुनेछु, तर यो बाटो चाहिँ मलाई राम्रो लाग्यो है, तपाईहरु पनि आउनु होला। म चाहिँ हिजो ठ्याक्क ट्याक्सी पाइहालेँ, ट्याक्सीमा चाहिँ म आएँ साथीहरू, तपाईहरु पनि सुरक्षित साथ आउनु होला भन्दै यो भिडियो चाहिँ मैले छोटो क्लिप भिडियोहरू राख्दैको छु। हल्का ठाउँमा चाहिँ सानो बाटो साँगुरो बाटो भएर जाम पनि भएको छ है, मैले त्यो पनि भिडियो क्लिक गरेको छु। तपाईहरुले सरस्वती ल्याएर हेरेर तपाईहरुले आउनु होला है। अब चाहिँ हामी काठमाडौँको यात्रा तताउँदैछौँ। यस्तो हालत छ, बिहानको कति 4 बजिरहेछ, तर तराईमा के भएको यहाँदेखि त्यहाँसम्म देखिँदैन, पुरा हुस्से लागेर त्यहाँदेखि यहाँसम्म देखिँदैन। तराईमा तर जाडो मौसम लागेपछि यस्तै होला। ल हाम्रो ज्ञानो कान्छो भाइ चाहिँ पुर्याउन आइरहेछ हामीलाई, अनि त्यही हो। अब हामी चाहिँ जान्छौँ होइन। अब हाम्रो चाहिँ के भन्छ ट्याक्सी आउँदैछ साथीहरू, ट्याक्सी बुक गरेर काठमाडौँ जान लागेको। अब हत्तपत्त गाडी नपाउँदो रहेछ, हालत चाहिँ यस्तो भइरहेको छ साथीहरू। बिहानको 4 बजे। यो चाहिँ गाईघाटको पिपल चोक। केही देखेको छैन तराईको बाटो, बिहान पनि पुरा हुस्सु लागेको छ। चाहिँ हिँडिसकेको छ, तपाईँहरूलाई देखाउँछु बाटोबाट कस्तो रहेछ बाटोको स्थिति। हामीले ट्याक्सीमा हो काठमाडौँ। पट्टै खाँदैछु साथीहरू हेटौडामा आएर। अब हामीलाई भन्नु मैले चाहिँ 1,70,80,000 यही भने हेटौडा त नि यो हेटौडा त आइपुगेको छैन। यो कहाँ रहेछ? सिन्धुली नि रहेछ नि, सिन्धुली रहेछ, सिन्धुली। यो चाहिँ साथीहरू सिन्धुली आइसक्यो। काठमाडौँ थाहा छैन ललिपप खाएको मामासँग सब खाइदिएको राम्रो
आइसक्यौँ है साथीहरू हेटौँडा हेटौँडा चार्ज गर्ने ठाउँ खाना खाएर बसेर जाम छ गाडीको जाम सुरु भइजानु फेरि जाम भइरहेछ ड्रम बिस्तारै गइरहेको छ जाम काठमाडौँ जाने गाडीहरूको जाम एउटा बाटो भन्नेतिर लागिरहेको बाटोको जाम कुनै खानेतिर होला नि छैन यहाँदेखि माथि जाम जाम के बित्दै हिउँखेतीको उकालोमा यस्तो गाह्रो गर्नुभयो साथीहरू ल म दिन्छु कस्तो जाममा पऱ्यो साथीहरू हाम्रो हालत जाम छ रोसीले बाटो बिगारेको भएर मात्रै हो के हो उकालो अब त्यस्तो पनि साह्रो उकालो छैन त्यो त दमसाइलो उकालो भयो भनेदेखि धेरै चाहिँ थाहा छैन कि हिउँखेतीको उकालो हिउँखेतीको अहिलेसम्म चाहिँ राम्रै छ
घर गएर मान्छ कसरी खानु गाडीमा मान्छ हुनु पर्ने घरमा गएर माम खाने ल है गाइजहरू एभ्रिवान हाम्रो यात्रा चाहिँ आज काठमाडौँसम्मको थियो अनि हामी चाहिँ ट्याक्सीमा इभी ट्याक्सीमा आएको त्यस्तो समस्या खासै के भएन तर कस्तो भयो भने चार्ज चाहिँ बाटोमा लाउँदै हिँड्नु पर्ने भयो त्यही हो साथीहरू अनि अहिले चाहिँ हामी भीमखेदी कटेर देउराली भन्ने ठाउँमा आइसक्यौँ यहाँको दृश्य चाहिँ साह्रै राम्रो छ हुस्सु बादल हिरो लागिरहेछ रहेछ सबै यस्तो टाइपको भइरहेको रहेछ हेर्नुहोस् न है साथीहरू शीतल शीतल गर्मी खाँदा खाँदा अब चाहिँ काठमाडौँ लागेको फिल हुँदैछ है साथीहरू त्यही हो त्यही फिल हुँदैछ